हेलो गाइस, गुड मर्निङ। यो प्लान्ट चाहिँ मैले नाम्चीदेखि लिएर आएको है। 300 है पर पिसको। मलाई चाहिँ साह्रै मन पर्यो, सो मैले नाम्चीदेखि लिएर आएको। तपाईहरुलाई कस्तो लाग्यो? सो कलरफुल है, सो नाइस। नाम्ची गयो भने चाहिँ फुलहरू मात्रै किन्नु मनपर्छ मलाई चाहिँ। सो दिस इयर मैले यो ल्याएँ। अनि यो पनि ल्याएको छु है नाम्चीदेखि ला। यो पनि मैले सार्नु पर्ने छ। यो चाहिँ ओन्ली 50 रुपिस पर पिस अरे है। यो लिएर आएको छु मैले नाम्चीदेखि। सो यसलाई पनि अब सार्नु पर्ने छ। एन्ड दिस वान अल्सो माई फेभरेट है। यो पनि मलाई पुरा मन पर्छ। यो चाहिँ लङ लास्टिङ हुन्छ। यो फुल फुल्यो भने चाहिँ धेरै दिन बस्छ हो। दामी फुल्छ यो चाहिँ। मलाई चाहिँ पुरै मन पर्छ। यो चाहिँ ओन्ली वान कलर। यो पनि मेरो एकजना भाउजूले दिनुभएको। यो पनि दामी छ। यो चाहिँ मेरो बहिनीले उसको साथीले दिइपठाएको अरे है। कस्तो दामी छ हेर्नुहोस् न। भेरी नाइस कलर। एन्ड देन रोज फुलिरहेको छ। यो पनि यस्तो दामी फुल्छ हो। यो चाहिँ भर्खर आउँदैछ। यो दामी हुन्छ यो पनि। एन्ड देन यो चाहिँ हो मैले नाम्चीदेखि ल्याएको। यो पनि यो चाहिँ यत्रो थियो, तर एउटाकै यो चाहिँ 50 रुपियाँदेखि हुँदैन रहेछ हो, घट्दैन रहेछ। 50 रुपियाँ गोटा लिएर आएको मैले। 6 बोट लिएर आएको छु। यो चाहिँ बेगुनिया है। मलाई पुरा मनपर्ने फुलहरू हो यो चाहिँ। हेर्नुहोस् बेगुनिया। तर नाम्चीदेखि ल्यायो भने चाहिँ फुलहरू चाहिँ मर्दैन हतपत चाहिँ है। हाम्रोमा चाहिँ जागिहाल्छ। वेदर कन्डिसन सेम भएर होला। सो यसपालि चाहिँ मैले योहरू लिएर आएको छु। बेगुनिया हो यो चाहिँ, आउँदैछ मजाले नै।